इङ्गेजमेन्ट भनेको के हो भन्ने कुरा चाहिँ यदि थाहा छैन भने यो भिडियो तपाईँहरूको लागि है त। इङ्गेजमेन्ट शब्द नै काफी छ क्या, त्यसको अर्थले नै स्पष्ट पार्छ। इङ्गेज हुनु, व्यस्त हुनु। र अब फेसबुकको इङ्गेजमेन्ट भनेको चाहिँ फेसबुक हामीले ओपन गरिसकेपछि फेसबुकमा हामी कसरी कसरी चाहिँ व्यस्त हुन सक्छौँ त भन्ने कुरालाई नै फेसबुकको इङ्गेजमेन्ट भनिन्छ। अब फेसबुकमा चाहिँ हामी कसरी व्यस्त हुन्छौँ त भन्दाखेरि चाहिँ फेसबुक ओपन गरिसकेपछि धेरैवटा पोस्टहरू आउँछन्, धेरैजनाका धेरैवटा पेजबाट, धेरैवटा प्रोफाइलबाट तपाईँका फलोवर्सको, तपाईँको नन फलोवर्सको अर्थात् अरूको चाहिँ के आउँछ त भन्दा पोस्टहरू आउँछन्। र ती पोस्टहरूमा चाहिँ तपाईँले लाइक गरेपछि व्यस्त भइन्छ नि त। त्यसपछि त्यो पोस्टहरूमा चाहिँ कमेन्ट गर्नु, अनि त्यसपछि यदि तपाईँलाई राम्रो लागेमा त्यसलाई सेभ गर्नु, होइन, प्लेलिस्टमा सेभ गर्नु, अथवा पछिसम्मको लागि पनि अरूलाई जानकारी गराउनको लागि पनि तपाईँले यदि सेयर गर्नु हो भने ती कुराहरू चाहिँ इङ्गेजमेन्टभित्र पर्छन् क्या। किनभने इङ्गेजमेन्ट भनेकै फेसबुकमा चाहिँ कसरी व्यस्त हुने त, त्यो यसरी स्क्रोल गर्ने बित्तिकै त त्यो त इङ्गेजमेन्ट होइन, त्यो त स्किप गरेको। स्किप गर्नु भनेको त कामलाई बेवास्ता गर्नु हो। त्यो काम बेवास्ता गरिसकेपछि त त्यो त काम गरेको ठहरिँदैन। त्यसैले चाहिँ इङ्गेजमेन्ट भनेको खासमा अरूका पोस्टहरूमा तपाईँले के गर्नु पर्यो, लाइक गर्नु पर्यो। त्यो लाइक बटनमा डिफ्रेन्ट इमोजी रियाक्सनहरू छन्, त्यो रियाक्सन गर्नु पर्यो पोस्ट अनुसार, होइन। त्यसपछि तपाईँले कमेन्ट गर्नु पर्यो, एउटा त्यही पोस्ट अनुसारै तपाईँले राम्रो कमेन्ट गर्नु पर्यो। यदि तपाईँले लागेका के छ त कुरा त्यो चाहिँ कमेन्ट गर्नु पर्यो, अनि राम्रो लागेमा सेयर पनि गर्नु पर्यो। यी तीनटा कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छन् क्या तपाईँले चाहिँ इङ्गेजमेन्ट बढाउनको लागि। र अर्को कुरा के छ त भन्दाखेरि तपाईँको पोस्टमा, तपाईँले गर्नुभएको हरेक पोस्टमा यदि कमेन्ट आएको छ भने, अब लाइकलाई त लाइक फिर्ता गर्ने कुरा भएन, होइन, तर यदि कमेन्ट आएको छ भने त्यो कमेन्टमा तपाईँले चाहिँ रिप्लाई पनि दिन सक्नु पर्यो क्या। त्यो रिप्लाई भनेको पनि एउटा इङ्गेजमेन्ट हो, किनभने कमेन्ट सेक्सनभित्रै पर्छ। त्यसैले चाहिँ तपाईँको पोस्टमा गरेका जति पनि कमेन्ट्सहरू छन् त्यो कमेन्ट्सहरूको चाहिँ रिप्लाई दिने गर्नुहोस्। र यदि तपाईँका पोस्टहरू पनि कसैले सेयर गरेका छन् भने तपाईँको प्रोफाइलमा देखिन्छ, उहाँहरूलाई थ्याङ्क्स पनि भनिदिनुहोस्। त्यो सबै कुराहरू के पर्छन् त इङ्गेजमेन्टभित्र पर्छ है त। त्यसैले यदि तपाईँहरू गरिराख्नु भएको छैन भने तपाईँको नो चान्स है, मोनेटाइजेसन सेटअप पनि आउँदैन, अर्थात् तपाईँको चाहिँ फेसबुकले रिभ्यू पनि गर्दैन, र तपाईँ कुनै पनि क्रिएटरभित्र चाहिँ पर्नुहुन्न। त्यसैले चाहिँ तपाईँ चाहिँ यी तीनटा कुरो इङ्गेजमेन्ट बढाउनुहोस्, लाइक कमेन्ट सेयर अनिवार्य गर्नुहोस्। तपाईँको पेज 100% माथितिर उकालोतिर लाग्छ है त। यो चाहिँ मेरो अनुभव हो र सबैले पनि त्यही भन्छन्, होइन, र फेसबुक एल्गोरिदमले पनि त्यही नै भन्छ। त्यसैले चाहिँ इङ्गेजमेन्ट बढाउनुहोस् है त। ओके, बुझ्नुभयो नि, होइन। 1 सेयर है, एउटा सेयर चाहिँ गरिदिनुहोस्।